नयाँ सरकारसँगै छोरीको सोचाइ पनि चेन्ज भएछ। अस्ति बाबा म अब बोर्डिङ स्कुल पढ्दिनँ, सरकारी स्कुल पढ्छु भने। म एकदमै खुसी भएँ। छोरीले नै त्यस्तो भनेपछि किन नपढाउनु भनेर। ल न त भन तिमी कुन सरकारी स्कुलमा पढ्छौ भने। छोरीले बुढानीलकण्ठ स्कुलमा पढ्छु बाबा भने। त्यही भएर बुढाबुढी मिलेर हामी बुझ्न गयौँ। यहाँको एडमिसन फी र मासिक फी सुन्ने बित्तिकै म झन्डै बेहोस भएँ। छात्रवृत्तिको व्यवस्था पनि रहेछ, तर आफू जान्ने भएर काठमाडौँ लिएर बोर्डिङ स्कुलमा पढाइयो। सामुदायिक विद्यालयमा पढाउनु पर्ने रहेछ। अब त्यहाँबाट पनि वञ्चित भयो। अब के गर्ने। बुढानीलकण्ठ मन्दिरमा गएर टिकोसिको लाएर मनमा नै मलाई माफ गरिदेऊ छोरी, यो जुनीमा यो स्कुलमा पढाउन सकिनँ, अर्को जुनीमा यही स्कुलमा पढाउने छु भन्दै मनमा नै माफी मागे। सरकारले एकदमै राम्रो काम गर्नेछ भन्ने एउटा लक्षण देखाएको छ। देशैभरि विभेदमा परेको दलितहरूसँग आम माफी मागेको छ। मैले पनि आज मेरो छोरीसँग माफी मागेको छु। अब यो शिक्षाहरूमा पनि आमूल परिवर्तन हुनेछ, ताकि हाम्रा सन्ततिहरूसँग यसरी माफी माग्न नपरोस्। जस्तो सोच्छन्, जुन स्कुलमा चाहन्छन् त्यही स्कुलमा पढ्ने वातावरण अबका आउने सरकार, अबको यो वर्तमान सरकारले गरिदियोस्, यही कामना गर्न चाहन्छु। जय देश, जय नेपाल।